हेलो एभ्रिवान, आज हामी डे 2 गोल्ड कोस्टको स्काई वकमा आएको छौँ। ट्याम्बोरिन रेन फरेस्ट स्काई वक। लेट्स सी के छ। सुब्बाले टिकट काट्दै हुनुहुन्छ। हाम्रो टिकट भइसक्यो। मम्मी मेरो भित्र छिर्सक्यो। ल ल यहाँबाट छिरेर गइसक्नुभयो बुवाहरू। ल ल यताबाट जाने। ल लेट्स सी। एक्सक्युज मी सर। ल सुब्बाले टिकट काटेर आउँदै हुनुहुन्छ। आहा ल मेरो ब्लग। ओहो ल कहाँ हो यो जाने यस्तो। हेलो हेलो ए ल उता ल ल ल ल होइन मेरो लाइभ होइन, मेरो भिडियोलाई फोटो खिच्नलाई एकछिन पोज। जाँदै गरौँ त, टिकट काट्दै हुनुहुन्छ क्या। ल उता अलिक शीतलमा गएर रोकौँ न। ल जाऊँ ल है त। कहाँ हो जाने अब। यो के छ ट्याम्बोरिन वक रे। यो घना जङ्गलको बिचमा हिँड्न लाउने हिजो। ल यत्रो ठुलो ठुलो जङ्गलको बिचमा जाने हिजो। झलुङ्गा पुल हल्ले जस्तै हल्ले। ल त्यहाँ बुवा मम्मीहरू त्यहाँ पुगिसक्नुभयो। बुवा टाइ मम्मीहरू। ल आऊ ल रिदिमा क्युटी। तिमी समात्नु पर्दैन। इट्स नट गोइङ टु, यु आर नट गोइङ टु फल। इट्स जस्ट सेकिङ। सेकी सेकी। ल आऊ। मामुली सेक गरेको होइन नि बाबा, आफै। अन्त नि आफै हिँड्दा सेक हुन्छ क्या। ल जाम स्याबास। अब तिमी पनि हिँडेको कि ल। I want to. Whoa, look at that. That's a big one. You are not going to fall. You just walk like this. Wow, मेरो छोरी कस्तो छ तिमीलाई? नाइस छ। रेन फरेस्ट रमाइलो लागेछ? रमाइलो लागेछ। कति प्रिटी भएर आछौ है तिमी त। कसले बनाइदिएको यति प्रिटी तिमीलाई? मामुले बनाइदिएको। अनि अनि अझ बाबाले के गरिदिनु भएको त? अनि आज आजी खै? अजीले हो। ए ल त्यो वक रहेछ। अन्त कति टल टल ट्रिज रहेछ नि। We are walking in the jungle, huh? Walking in the jungle. Walking in the jungle. Ani? I'm not scared. One step, two step, two step, three step, four step, 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 8 step, 9 step, 10 step. Can you hear something? Yes, it's the breeze. It's the breeze. All right. सबै परिवार भएर हिँड्दैछौँ हामी स्काई वक रे। ल के भेट्ने होला। ल ल चिज अन्त चिज बा। ल त्यही भए मेरो पनि यसो वक गरिदिउँ न हामी पनि होइन। हेलो ल रमाइलो जङ्गल हिँड्दैछौँ। बेलालीको जङ्गल हेर्नु अलिक पुगेको थिएन हामीलाई। स्काई वक पार गरेर चाहिँ हाइकिङ हुँदैछ होइन त। स्काई वक हिल हाइकिङ। ल ल ल ल जा। कहाँ ल यहाँ आएर डेभिड फल्स जस्तो रहेछ। चाहिँदैन भनेर। ल ओहो खतरा रुख रहेछ तलको अल्को। हाम्रो खिच्दो त एकचोटि। आब्या ल ल ल यहाँ डेभिड फल्स छ। यहाँ डेभिड फल्स
ल ल ल सबै बढी यात्रामा भयो लास्ट स्टेसन ल यो पनि त्यही ठुलो ठुलो रुख हो क्या पानी छ गेली 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 को यो चिज गरेको है लबट सेभ गराउ त कसले जानेछ आहा ल शाबास ल अस्ट्रेलियाको क्विन्सल्यान्ड स्टेटको के गरे ब्रिस्बेनको गोल्ड कोस्टको स्काई वक गरेर घुम्दै आएको हैन त महसुस भयो अनि कति राम्री हो ब्याकग्राउन्ड पनि त्यस्तै राम्रो ल स्काई वक रे जङ्गलको बिचमा ठुल्ठुलो रुखको बिचमा ट्याक्क भ्यू टावर बनाइदिएछ अनि ल आफू मात्र हो त खै हाम्रो पनि त वक खिचिदिनु पर्यो नि दिदी ल ल टक्क हिरो नि बहिनी फेरि ल स्काई वक गरेर आइयो ल निक्ल्यौँ हामी होइन त ल ऊ सराय 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 यताबाट सराय सराय ल एउटा फ्रिजमा टास्न लाने हो कि